वेल यो बिन्डाल हाउसबाट चाहिँ हामी निस्क्यो हैन र यो चाहिँ इटाली र स्विजरल्यान्डको बोर्डरमा पर्छ र यहाँसम्म चाहिँ हाम्रो चाहिँ अब युरोपियन सिम कार्डहरु चल्छ है। त्यसपछि चाहिँ हामी लाग्यौं। घाम लागिरहेको थियो, एकदम मजाको दिन भइरहेको थियो। तर अल अफ सडन चाहिँ अब त्यहाँबाट बिस्तारै बिस्तारै चाहिँ अब हामी जुन चाहिँ स्विजरल्यान्डतिर बस्दै थियौं त्यतिबेला चाहिँ एकदम हुस्सु लागेको र त्यसपछि चाहिँ जुन चाहिँ यो एकदमै हिउँभरि एकदमै रमाइलो देखेको, सेतै देख्यो र एकदमै जाँदा चाहिँ अझै मजा के आइरहेको थियो भने चाहिँ त्यहाँ भित्र गएपछि पुरै त्यो घामको रेजहरुले चाहिँ त्यो पुरै बादल भित्र पनि दामी देखेको थियो र पछि फेरि जुन चाहिँ त्यो घाम चाहिँ त्यो हिउँमा पर्दाखेरि चाहिँ एकदमै रमाइलो रमणीय देखेको थियो र साथै टनल पनि थियो गयौं र टनल चाहिँ लगभग 17 किलोमिटर टनल थियो है। एकदमै जाँदा र पछि फेरि हामी चाहिँ यो भाग पनि आयो कि जहाँ चाहिँ बादलदेखि माथि पनि हामी थियौं र यता चाहिँ मनाङमा गएको जस्तै फिलिङ भइरहेको थियो मनाङ नगए पनि। र पछि बिस्तारै फेरि हामी इन्टरलाकेन जुन चाहिँ हाम्रो गन्तव्य थियो त्यहाँ हामी लगभग पुग्न लागिसकेको थियौं। यो पुग्न लागेको बेलामा चाहिँ एकदमै हुस्सु लागेको थियो। फेरि तपाईले देख्न सक्नुहुन्छ भिडियोमा पनि एकदम हुस्सु लागेको चाहिँ यो इन्टरलाकेन आउन लागेको बेलामा जम्मा लगभग 10 मिनेट जति बाँकी थियो होला हामी हाम्रो गन्तव्य पुग्नको लागि इन्टरलाकेनमा। तर त्यति बेला चाहिँ एकदमै हुस्सु परेको थियो र त्यहाँ गएपछि इन्टरलाकेन गएपछि फेरि अलि सफा देखियो, हुस्सु थिएन। र साथै यहाँ चाहिँ एउटा फेमस क्र्यास ल्यान्डिङ भन्ने चाहिँ कोरियन मुभी पनि यही सुट गरेको रहेछ यहाँ हामी बस्ने ठाउँमा। र त्यसपछि हामी हाम्रो अपार्टमेन्ट पुग्यौं र यो अपार्टमेन्टमा एकदमै अब हामी 5 दिन बस्ने छौं र अझै पनि तपाईलाई अरूहरु पनि भिडियो बनाउने छौं र इन्टरलाकेनको लेकको छेउमै छ यो अपार्टमेन्ट। होप यु इन्जॉयड द भिडियो र त्यसपछि हामीले बिस्तारै रोटी र चिया खायौं। थ्यांक यू।